हाय एवरीवन, वेलकम टू आवर यूट्यूब चैनल। सो आप लोग कैसे हैं गाइस? आई होप आप सब ठीक होंगे। सो गाइस आज 23 तारीख है और आज हमारे जो रिम्बुर्जे है वो आने वाले हैं और उनके स्वागत के लिए यहाँ पे लोग गेट पे खड़े होंगे और उनका वेलकम करेंगे। और मैं गुम्बा जा रहा हूँ और मैं आपको दिखाता हूँ फिर। और ये है हाय गाइस, मेरे दोस्त की बेटी है। माय नेम इज संस्कृति गाइस। संस्कृति, श्वेता। हाँ, तो ये दोनों भी आ रखे हैं और फिर मैं दिखाता हूँ आपको। ठीक है गाइस, मिलता हूँ आपसे थोड़ी देर में। सो गाइस, मैं आपको मेन एंट्रेंस दिखाता हूँ जैसे रिम्बुर्जे घुसेंगे। और ये है वो मेन एंट्रेंस, यहाँ से रिम्बुर्जे घुसेंगे। और अभी आए नहीं है एक्चुअली, यहीं पे दिल्ली ये दिल्ली में ही है, ये अशोका मिशन है गुम्बा। और यहाँ पे आएंगे रिम्बुर्जे, तो लोग यहाँ पे उनके वेलकम के लिए खड़े हैं। दिखाता हूँ आपको आगे। गाइस ये है, इसको पता नहीं क्या बोलते हैं, मुझे पता नहीं है, लेकिन इसको घुमाने से अच्छा होता है और एकदम दुख बीमारी वगैरह से और हर चीज़ से को साथीहरु कहाँ जानुभएको छ? बजेन बाटोमै नबस तपाईँ म क्यामराम्यान।
गर्ने देखेर चाहिँ आज चाहिँ ढोक्ने घुम्ने त्यो जस्तो यहाँ मजाले ध्यानमा बसेर चाहिँ अनि के गर्नु पर्यो अनि भोलि बच्चाले चाहिँ एकअर्कामा गफ गर्ने गफ गरेपछि सबै पाप हुन्छ किनभने गफ गर्दा चाहिँ फलानाको यस्तो उस्तो भनेर चाहिँ कुरा काट्न लागिन्छ नि यो यस्तो यो उस्तो यो राम्रो छ यो राम्रो छैन भने त्यो सबै पाप हो त्यसैले भोलि वचनहरू नराम्रोमा जान्छ त्यसको सट्टामा चाहिँ अनि ओम माने प्रेमी हुन्थ्यो ओमा भजन रूपमा सिक्नु भने अनि उन्तारे तुतारे छ यो मन्त्रहरू जुन मन्त्र तपाईँलाई आउँछ त्यो मन्त्र जपेर मजाले बुझ्न सक्यो भने आज जति हामीले चाहिँ यो पूजा गरेको पुण्य हुन्छ त्यो हामी सबैले प्राप्त हुनेछ र हामी सबै मिलेर चाहिँ यो प्राणीहरू सबैले चाहिँ सुख शान्ति हामीलाई चाहिँ दिनु सकिन्छ है बुझ्नुभयो नि त्यस कारणले गर्दा आजको पूजा फेरि सामान्य पूजा पनि होइन यो कर्तिकालीको पूजा चाहिँ जुन हाम्रो चोटको चाहिँ आफ्ता सेन्टर नेपालमिताको त्यो जुन ठेलाहरू हो तर पनि यो भित्र चाहिँ हाम्रो विनय पिटकदेखि नै अनि आपी धर्म सम्मको पुगेर हाम्रो कम्प्युटर टेन्क्युट परेको बराबर हो है कम्प्युटर टेन्क्युट हामीमा नै लामाहरूले विस्तार परिक्रमा नै लक्षण हो तेह्र आजको एक दिन यो पूजा गर्ने चाहिँ बराबर हो त्यसैले सबैले चाहिँ यो एकदम चौनी हल्ला गर्ने चाहिँ नगर्नु होला भन्ने चाहन्छु किनभने हामी लामाहरूले पनि तपाईँहरू गङ गरेपछि यस्तो गर्ने देखेपछि दिमाग दिएर जान्छ ध्यान दिएर जान्छ मुखमा परो हुन्छ अन्त उता अनि है बुझ्नुहुन्छ है त्यही कारणले गर्दा हामी सबै मिलेर राम्रो गरौँ है ममता आंटी ममता तमंग ऊपर
सफलता होस् भने आफूले सहयोग माग्ने र संसारको नराम्रोहरू सबैले नष्ट गरौँ अनि सबैको राम्रो चाहिँ अनि के भन्छ साथ दिउँ भनेर चाहिँ उहाँले चाहिँ योसम्म अहिलेसम्म साथ दिनुभएको हुन्छ। त्यसले धन्यवादको रूपमा अनि अब अझै पनि हामीले साथ दिनुलाई सहयोग गर्नु भने चाहिँ तपाईँको ल्यान गरेर अनि एक थोपा सबै नदिनुहोस् है। अनि के भन्नु चाहिँ हरेक कुराको कारण छ अनि यो झुकाहरू सुकाहरू दिन कारणमा चाहिँ भगवानले मन परेर हामीले सुका दिएको भगवानले मन नपरेर भगवान रिस उठेर हामीले चाहिँ हानि नोक्सान पुरेर चाहिँ सजाय दिएको त्यस्तो होइन भन्नुभएको छ। यो हरेकको कारण छ। त्यो कारण चाहिँ के हो भन्यो भने पाप गरेपछि हामीले चाहिँ त्यसको अनि परिणाम त्यसको फल चाहिँ हामीले दुःख पाउँछ। दुःख भनेको रोक्दिन बिराउने अनि जुन काम सफलता नहुने अनि मन आनन्द नहुने सोचेको जस्तो कहिले प्राप्ति नहुने यो हुन्छ। अनि त्यसरी नै हामी धर्म गऱ्यो भने के हुन्छ भने हामीले सुख शान्ति पाउँछ। सुख शान्ति भनेको मन आनन्द चाहियो, सोचेको जस्तो प्राप्ति हुनु पर्यो, निरोगी चाहियो, दीर्घायु चाहियो, कम्युनिटीभित्र एकअर्कामा धेरै माया एकदम साथसोपर चाहियो। यही हो। त्यही कारणले गर्दा यो सबै दुःखहरूको कारण चाहिँ पाप रहेछ। त्यसैले पापले सदन गर्नु पर्यो। अब पाप सदन गर्ने पाप चाहिँ हामीले गर्छ। तपाईँले सबैको सदनबाट हामी पाप सदन हुने पाप चाहिँ हामीले गर्छ। तर आज तपाईँहरू सबै यहीँ हुनुहुन्छ। त्यसैले तपाईँ आफूले गर्न सक्यो भने धेरै राम्रो हो।
जस्तो हामी गान्धी भएपछि अर्को स्टोरी भन्नु लगेर त त्यति लाग्थेन होइन शैली त आफू खुल्ले बोल्नु पर्यो त्यसैले चाहिँ सबैजना उठेर ल्यान्डमा बसेर चाहिँ जप्नु होला भन्ने चाहन्छु त्यो उठेको मान्छेहरू ब्रिङमा चाहिँ पुरा जप्नु है एकदम निग्रेर चाहिँ घोडा दुईवटा अनि यो हात दुईवटा यो निदा 5वटा चाहिँ दुईमा छुन्नु पर्यो त्यो चाहिँ के हो भने यो 5वटा पेलेसले चाहिँ नष्ट गरेको है यो 5वटा पेलेसले धामन भनेर खिचेको जस्तो हो अनि त्यसो गरिसकेपछि अनि माथि सिधै उड्ने उठिसकेपछि त्यो उड्ने चाहिँ सिधा किन उठेको मान्छेहरू जस्तो रेस्पेक्ट गरेर चाहिँ अलिक निर्णय गर्छ तर सिधा उठ्नु पर्यो भन्ने छ अनि सिधा उठे कारण के हो भने पञ्च ज्ञान भन्छ जस्तो अहिले पञ्च पेलेसको ठिकै उसको नेचर उसको स्वभाव के हो पञ्च ज्ञान भन्छ यो पञ्च ज्ञान चाहिँ उता हाती भयो किन पञ्च ज्ञान वृत्ति भयो खेलेर गयो कि त हाम्रो मन सोचेर राम्रोहरू वृद्धि भएर गयो र हाम्रो भोलि वचन मिठो मुस्कानहरू भएर आयो र हाम्रो शरीरको ताकत राम्रो काम गर्ने ताकतहरू पुरा भरेर आयो जस्तो चाहिँ हो जुन रूप उडे जस्तो कि रूप के भन्छ अरे जस्तो अनि त्यसपछि चाहिँ यो हातले यस्तो गरेर चाहिँ निधारमा एक छुट्टी गाउजीमा एक छुट्टी चित्तामा एक छुट्टी यो 3 छुट्टी गर्नुपर्छ यो 3 छुट्टी चाहिँ किन गर्नुपर्छ भने आफै भने जस्तै यो पाप सबै कुनबाट गर्छ भने राजा जस्तो चाहिँ यो मनले चाहिँ सोच्छ मनले चाहिँ लगाउँछ त्यसपछि चाहिँ उसको मन्दिर जस्तो उसको कर्मचारी जस्तो चाहिँ मुखले बोल्ने शरीरले गर्ने त्यसैले मुख चाहिँ मन्दिर रहेछ शरीर चाहिँ उसको के भन्छ कर्मचारी जस्तो रहेछ अनि त्यस कारणले गर्दा यो 3वटाबाट चाहिँ पाप हुन्छ पाप चाहिँ कसरी हुन्छ भने मनबाट चाहिँ प्रथममा चाहिँ लभलास अनि अर्को हिंसा मन अनि मेडियम दृष्टि भन्छ नि जुन धर्मले धर्म नठाउने पापले पाप नठाउने पाप र धर्म डिफ्रेन्ट नहुने टाइपको जेपिटी सोच्ने जेपिटी गर्नुहुन्छ त्यस्तो 3वटा पापहरू चाहिँ मनबाट गर्छ ती 3वटाबाट उत्पादन भएर चाहिँ मुखबाट चाहिँ अनि जुट बोल्ने एक अर्कामा कुरा लगाउने चुगली बोल्ने अनि बेआफ्ता बोल्ने धेरै गफ गरेर अर्कोको कुरा गर्ने एक अर्काको नेगेटिभ बोल्ने गरिन्छ र अनि तितो शब्द एकदम तितो शब्द भनेर अर्कोको मनलाई छुरी खोप्ने काम गर्ने ती 4वटा मुखबाट हुन्छ त्यसपछि शरीरबाट अनि हिंसा आदि गर्ने अनि चोरी दगा गर्ने त्यो सबै शरीरबाट हुन्छ त्यस कारणले गर्दा चाहिँ हाम्रो शरीरको पापहरू सदा होस् भनेर चाहिँ निधारमा एक छुट्टी अनि हाम्रो वचनको पापहरू सबै सदा होस् भनेर चाहिँ गाडीमा एक छुट्टी त्यसपछि हाम्रो मनको पाप सबै सदा होस् भनेर चाहिँ चित्तमा एक छुट्टी गर्नुपर्ने चाहियो त्यसको अर्थ फेरि अर्को पनि छ र 3 ठाउँमा चाहिँ यस्तो जोड्ने बेलामा भगवानको काया भन्छ भगवानको रूपको अनि आशीर्वाद आफ्नो शरीरमा प्राप्ति भयो भनेर महसुस गर्न सक्नुहुन्छ त्यस जस्तो हामी घाँटीमा जोड्ने बेलामा चाहिँ अनि भगवानको वचन भगवानको वाका छ नि यो के भन्छ वाकाको आशीर्वाद चाहिँ अनि तपाईँ हाम्रो बाइमा प्रवेश भयो भनेर महसुस गर्न सक्नुहुन्छ र त्यसपछि चाहिँ अनि चित्तमा जोड्ने बेलामा भगवानको शान्त करुणा यो आशीर्वाद चाहिँ तपाईँको मनमा लाग्यो भनेर चाहिँ महसुस गर्न सक्नुहुन्छ अनि यहाँबाट चाहिँ के हुन्छ भने यो ढोकेर भगवान पनि हुने होइन तपाईँहरू ढोकेर भगवान ठुलो हुनु पनि होइन लामा ठुलो हुनु पनि होइन धर्म ठुलो हुनु पनि होइन तर यो ढोक्नेबाट चाहिँ हामी आफूले फाइदा छ कि त्यस कारणले गर्दा हामी ढोक्नु जरुरी हुन्छ र त्यससँगै यो ढोकेपछि तपाईँले चाहिँ ढोक्ने त सबैले ढोक्छ तर ढोक्नेमा चाहिँ जसले महसुस गर्न सक्छ मैले कुरा गरेको चाहिँ जुन अघिको कुराहरू छ नि जुन पाप सदन भयो भने र आशीर्वाद प्राप्ति भयो भने जस्तो त्योहरू सबै जसले महसुस गर्छ त्यसले चाहिँ प्राप्ति हुन्छ भगवानले जहाँ महसुस गर्छ त्यसले चाहिँ त्यही हुन्छ भने भगवानले घटाउनु भएको हो त्यसर्थ प्राप्ति पनि त्यही हुन्छ किनभने हामी मान्छेहरूले चाहिँ उहाँ चाहिँ मैले अहिले चाहिँ मैले मन परेको छ नि त्यसैले मैले राम्रो हो भनेर ठानेर मेरो भएको राम्रो हो जब मैले एउटा मान्छेले उहाँ चाहिँ खराब मान्छे हो भने कि मैले त्यो खराब मान्छे उहाँ खराब मान्छे होइन कि त्यही खराब नै देख्छ त्यसैले हाम्रो सोचमा धेरै डिफ्रेन्ट पर्छ हो त्यही कारणले गर्दा चाहिँ यहाँ महसुस राम्रो गर्न सक्नुहुन्छ एउटा चाहिँ अनि पाप भनेको चाहिँ हामीले के हो भने हामी सबै यहाँ दुःख नचाहेर दुःखबाट मुक्त हुन्छ कि हाम्रो समस्याहरू हासिन्छ कि भनेर आएको हो तर यो यसको बिउ आफूले चाहिँ हामीले प्रस्ताव मनाउनुपर्छ भन्छ कि पापमा अलिक बचाउनुपर्छ पापमा अलिक डराउनुपर्छ पापमा अलिक व्याख्या गरी छ भने प्रस्ताव हुनुपर्छ गिल्टी फिल हुनुपर्छ भन्ने हुन्छ यदि केही छैन भने
सोली नक्नेले प्रथमबाट मैले मिस्टेक गरेको छ भनेर चाहिँ ती मिस्टेक स्वीकार हुनु पर्यो नि। त्यस कारणले गर्दा हामीले यहाँ पाप भन्ने थाहा पायो होला नपायो होला बुझ्यो होला मैले यो हो यो पाप गरेछ भने थाहा पनि होला तर त्यो थाहा नपाएको नै धेरै होला। त्यस कारणले गर्दा हाम्रो पहिला जन्मदेखि अहिलेसम्म मेरो पीढी दौडबाट गरेको हरेक पापहरू म क्षमा चाहन्छु मलाई माफ पाउनु र सबै प्राणीहरू पनि पापहरू सबै सुधार्नुहोस् र सबैको अनि शरीर वचन चित्तले चाहिँ भगवान चित्तको आशीर्वाद लागेर चाहिँ सबै मन शान्त सुखी अनि जुन शरीरले चाहिँ स्वस्थ दीर्घायु होस् भनेर चाहिँ प्रार्थना गर्न सक्नुहुन्छ। त्यसैले बिस्तारै हाम्रो प्रार्थना सकेसम्म जसले इच्छा लाग्छ सबै मजा बसेर जप्दिनु होला है। जप्ने बेलामा मैले भन्नु जप्ने तरिका केही गर्दिनँ होला त्यही जसमा पनि हामीले आउनुपर्छ। हामीले चाहिँ अब जप्ने भने जप भनेपछि जप्ने मात्र हुन्छ तर त्यो जप्नेको तरिकाहरू बुझ्यो भने त्यसमा एक्सर्साइज छ त्यसमा हाम्रो मनको ध्यान छ त्यसमा हाम्रो पोजिटिभको धेरै कुराहरू छ। हामीले नेगेटिभ स्वीकार्छौँ र हामी पोजिटिभ स्वीकार्छौँ र पोजिटिभले राम्रो छ भन्ने धेरै कुराहरू छ नि। र हामी भगवानले लगाएको पनि होइन लामाले लगाएको पनि होइन यो दुःख दिएको पनि होइन यो एउटा अन्धविश्वास दिएको पनि होइन कि यो तपाईँहरू लजिक गर्नु त तपाईँहरू आफैले विचार गर्नु जप्ने दबाएर एक्सर्साइज बेकारमा उभिन्छ भने त्यही भित्र छ र त्यही सोचहरूमा हेर्नुमा कति तपाईँहरू अनन्त आउने सोचहरू यो भित्र छ कति तपाईँको नराम्रो पीडा दिने सोचहरू यहाँबाट हटिन्छ। त्यसैले यो डक्ने अति जरुर छ डक्नु होला भन्न चाहन्छु है। Thank you.
सो गाइज़ ये वीडियो मैं अगले दिन डाल रहा हूँ। एक्चुअली मुझे टाइम नहीं मिला क्योंकि मैं बहुत थक गया था और सुबह से लेके मैं वहीं पे अशोका मिशन गुम्बा में था। बहुत ही अच्छा लगा और बहुत मज़ा आया। जैसे हम लोगों ने सोचा था उससे कहीं ज़्यादा लोग आए वहाँ पे। रिम्बोर्जे आए थे तो रिम्बोर्जे के हाथ से आशीर्वाद लेने के लिए आए। वांग जो एक माला होता है
वो लेने आए और सबको अच्छा सा उन्होंने ब्लेसिंग दिया। बहुत अच्छे उन्होंने प्रवचन वगैरह बोले। उन्होंने बहुत चीज़ें बताई जो हमें पता नहीं था। बहुत चीज़ों का हमें ज्ञान हुआ, उन्होंने हमें ज्ञान दिया और बहुत ही अच्छे तरीके से पूजा हुआ। सो इसीलिए मैं बना नहीं पाया और ये वीडियो मैं नेक्स्ट दिन में मेरे ड्यूटी से बना रहा हूँ मैं। तो गाइस मेरा ब्लॉग आपको कैसा लगा? अगर आपको मेरा ब्लॉग अच्छा लगे तो लाइक, कमेंट, शेयर और सब्सक्राइब ज़रूर कीजिएगा। और मैं बहुत जल्द मिलूँगा मेरे नेक्स्ट ब्लॉग में। तब तक के लिए बाय बाय।